दर्शकबिन्द भर्खरै मात्रै चलचित्र जेरी अन टपको निर्माण पक्षले फिल्मको सुरुवाती 4 दिनको र आज 5औं दिनको पनि मध्याह्न 12 बजेसम्मको आधिकारिक बक्स अफिस कलेक्सन सार्वजनिक गरिसकेका छन्। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौं यस चलचित्रको सुरुवाती 4 दिनको अफिसियल बक्स अफिस कलेक्सन साथै आज 5औं दिनको अकुपेन्सी र अर्ली एस्टिमेट रिपोर्टको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। दर्शक महानुभावहरू, झण्डै 6 देखि 7 करोडको भारी भरकम बजेटमा तयार भएको फिल्म हो जेरी अन टप। रोमान्स, एडभेन्चर, ड्रामा जनरमा आधारित फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा हेमराज विशीको कथा र विश्वास तिमसिनाको पटकथा रहेको छ। यो फिल्मले नेपाली बक्स अफिसमा उधुम मचाएको छ भन्दा फरक नपर्ला। यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड पनि यो फिल्मले राख्न सक्ने सम्भावना देखिएको छ, किनभने चलचित्रले सुरुवाती 5 दिनमै बक्स अफिसमा यो वर्ष प्रदर्शनमा भएका अन्य फिल्मका तुलनामा 5 दिनमा बढी कमाई गरिरहेको छ। फिल्मले इनिसियल पनि बम्पर हानेको थियो। यो फिल्म लगानी उठाएर हिटको ट्याग प्राप्त गर्न भने 14 देखि 15 करोडको कमाई गर्नुपर्ने हुन्छ। फिल्मको कमाईको रफ्तारलाई हेर्दा यो फिल्म अभिनेता अनमोल केसीको करियरको सबैभन्दा धेरै पैसा कमाउने फिल्म पनि बन्ने देखिरहेको छ। दर्शक महानुभावहरू, चलचित्रले पहिलो दिन शुक्रबार बक्स अफिसमा 72,59,408 रुपैयाँको ग्रस कलेक्सन गर्दा दोस्रो दिन शनिबार 86,38,210 रुपैयाँको ग्रस कलेक्सन गर्यो। तेस्रो दिन आइतबार कुनै पनि बिदा थिएन, तर चलचित्रले बक्स अफिसमा स्ट्रङ होल्ड बनाएर राख्दै झण्डै 63,84,080 रुपैयाँको ग्रस कलेक्सन गर्यो। त्यसैगरी फिल्मले हिजो चौथो दिन भने केही ड्रप लिएको थियो, किनभने हिजो लक्ष्मी पूजा भएका कारणले फिल्मले हिजो चौथो दिन सोमबार बक्स अफिसमा 39,56,354 रुपैयाँको ग्रस कलेक्सन गर्यो। कतिपय फिल्मले पहिलो दिनै यति कमाउन्न, कतिपय फिल्मको लाइफ टाइम कलेक्सन पनि यति हुन्न, तर जेरी अन टपले चौथो दिन लक्ष्मी पूजाको दिन पनि यतिको कमाई गर्यो। यसैका साथ चलचित्र जेरी अन टपको हिजोसम्म यानि कि सुरुवाती 4 दिनको अल नेपाल टोटल ग्रस कलेक्सन 2,62,68,052 रुपैयाँ हुन आउँछ। दर्शक महानुभावहरू, चलचित्र जेरी अन टपको बक्स अफिसमा आज 5औं दिन छ। फिल्मले अहिले 5औं दिन नसकिँदै 3 करोडको आँकडालाई पार गरिसकेको छ भन्दा हजुरहरूलाई अचम्म लाग्न सक्छ। हो दर्शक महानुभावहरू, चलचित्र जेरी अन टपले आज 5औं दिन मंगलबार अघि 12 बजेसम्ममा नेपाली बक्स अफिसमा मात्रै 40,105 रुपैयाँको ग्रस बक्स अफिस कलेक्सन गरेको छ। यसैका साथ फिल्म जेरी अन टपको सुरुवाती 4 दिन र आज 5औं दिनको मध्याह्न यानि कि आजसम्ममा अल नेपाल टोटल ग्रस कलेक्सन 3,02,38,157 रुपैयाँ हुन्छ। दर्शक महानुभावहरू, जेरी अन टपले बक्स अफिसमा आज 5औं दिन पनि 70 लाखको हाराहारीमा ग्रस कलेक्सन गर्ने देखिरहेको छ। फिल्मको कमाई यो भन्दा पनि बढी हुन सक्छ, यानि कि फिल्मले आज 3 करोड 30 लाखको आँकडालाई पार गर्ने देखिन्छ, त्यो पनि घरेलु बक्स अफिसमा। फिल्मको अहिलेसम्म 3 दिनको मात्रै ओभरसिज मार्केटको बक्स अफिस कलेक्सन आएको छ, जस अनुसार फिल्मले 73 लाखको कमाई गरेको छ। हिजोको र आजको कमाई भोलि सार्वजनिक होला, त्यसपछि हामी हजुरहरूलाई भिडियो रिपोर्ट बनाएर अवश्य पनि प्रस्तुत गर्ने नै छौं। हवस् त यति भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुर्तेल पनि बिदा हुन्छु। धन्यवाद।